हेलो सम्पूर्णमा नमस्कार। आज हामी वसन्तको सुरुवात हुँदैछ कोरियातिर, सबैतिर वसन्तको सुरुवातसँगै झरेका पालुवाहरू फेरि पलाउँदैछन् भनेको आशाहरू फेरि पलाउँदैछ। जिन्दगीमा आशा कहिल्यै पनि मर्न दिनु हुँदैन। जसरी झरेका पातहरू धरतीमा थिए फेरि पनि पलाएर आउँदैछन्, त्यसै गरी जीवनमा हामी नयाँ ऊर्जा लिएर तपाईँहरू समक्ष जति पनि समय हामी आफूले आफूलाई दिन्छौँ त्यो जीवनमा बाँचेको एकदमै महत्त्वपूर्ण समय हुन्छ। हामीले बाँचेका एक एक सेकेन्ड आफ्ना लागि महत्त्वपूर्ण बनाउनुपर्छ जस्तो मलाई चाहिँ त्यस्तो लाग्छ। र आज यो सुन्दर प्रकृतिसँग छेउमा सल्लोको रुखहरू छ, पछाडि फुलहरू फुल्दैछ, वसन्तको सुरुवात हुँदैछ र यो सम्झनामा आफ्नो देश, आफ्ना आफन्तजनहरू र आफ्ना घर परिवारहरू सबैलाई सम्झना गर्दै एउटा मुक्तकबाट आजको यो प्रकृतिलाई म कैद गर्न चाहन्छु। मुक्तक यसरी सुरु हुन्छ। बसन्तको फुल जस्तै सुवास बनी आऊ, बसन्तको फुल जस्तै सुवास बनी आऊ, तिर्खाएको प्यासीको प्यास बनी आऊ, बसन्तको फुल जस्तै सुवास बनी आऊ, तिर्खाएको प्यासीको प्यास बनी आऊ, छाडिदेऊ सारा दुनियाँ एकातिर, छाडिदेऊ सारा दुनियाँ एकातिर, मेरै लागि आऊ खास बनी आऊ, छाडिदेऊ सारा दुनियाँ एकातिर, मेरै लागि आऊ खास बनी आऊ। हस्त, धन्यवाद।